छ है मेरो युट्युब च्यानलमा चाहिँ यहाँ चाहिँ हाम्रो महालक्ष्मी नगरपालिकाको आयोजनामा चाहिँ यो गरिबी निवारणका लागि दुग्ध उद्यम विकास कार्यक्रम दुग्ध परिकारको कार्यक्रम चाहिँ यहाँनिर यो तालिम चाहिँ कति दिनको तालिम हो यो भनेपछि 7 दिने तालिम चाहिँ यहाँ धमाधम भइरहेको छ हाम्रो यो महालक्ष्मी नगरपालिका वार्ड नम्बर 9 को यो शान्ति टोल स्थित यो ल्याउनको लागि एकदमै जोरदारले हैन खट्नुहुने हाम्रो डिक्स सर त्यस्तै गरी हाम्रो यहाँ लेख हजुरबा हुनुहुँदो रहेन रहेछ र यो तालिमको लागि आउनुहुने हाम्रो म्याडमको नाम के हो तालिम दिने जमुनापुरी उहाँलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद। त्यस्तै गरी उहाँ सर हुनुहुँदो रहेछ है यहाँ चाहिँ आज हाम्रो के बन्दैछ यहाँ लालमोहन अरे यो आज 5 दिन हुँदैछ हैन अरू के 5 दिन के बनाउ अरू आइटमहरू चाहिँ यहाँ पहिलो दिन ललिपप जस्तै पहिलो दिन ललिपप बनेछ म ललिपपको थोरै यहाँनेरि एउटा म उदाहरण दिन चाहन्छु। ललिपप चाहिँ हाम्रो धनकुटा जिल्लामा सिद्धुवा हिले धनकुटा बजारमै पनि इलामदेखि आउँछ के अब यो तालिम लिनु मात्रै ठुलो कुरो होइन हैन यसलाई चाहिँ अब निरन्तरता दिएर कम्तीमा तपाईहरुले गाउँमा उत्पादन गर्नुभयो भने यसको लागि चाहिँ म बजारीकरण चाहिँ म पनि गरिदिन्छु है उद्यमको रूपमा यो गर्नुभयो भने यसको लागि बजारीकरण गरिदिने काम म गरिदिनेछु हैन जुन अहिले धनकुटामा आउने ललिपप इलामबाट आउँदैछ यो चाहिँ यहीँबाट गयो भने कम्तीमा ढुवानीमै 500 रुपियाँ मात्रै कम भयो भने एक प्याकेटमा त्यो चाहिँ व्यापारीहरूलाई नै अलिकति कम भएको हुनाले यो हाम्रै लिनुहुन्छ भन्ने मलाई लाग्छ। हाम्रो जिल्लाको प्रोडक्ट पनि हुन्छ यो हैन र जुन जसले तालिम गर्दै हुनुहुन्छ उहाँहरु एकदमै धन्यवाद। जुन यो असारको बेलामा पनि हैन हाम्रो चाहिँ अब एकदमै यो मङ्सिरको भन्दा पनि यो हाम्रो माथिल्लो भेगमा चाहिँ सब्जीको सिजन भएको हुँदाखेरि जुन गर्न छोडी आलु खन्न छोडी कोपी काट्न छोडिकन यसरी लाग्नु भएको छ हैन यसको चाहिँ एकदमै उत्पादन गर्नु पर्यो क्या अब हामीले र गर्नुपर्छ भन्ने म जोड पनि दिन चाहन्छु। एकछिन नकाट्नु म ल यहाँ आइटम यहाँ के बनेछ भनेर यहाँ भित्र रहेछ हैन हेरौँ है यो के को आइटम हो यो चाहिँ बरफी अहिले बनाउने हो बरफी अहिले बन्छ अरे हो हैन यसको म भिडियो बनाउने छु पेडा है पेडा यहाँ पेडा छ त्यो चक्लेट चाहिँ हेरौँ त चक्लेट एक प्याकेट दिनु त यो पुस्तकारी ल हेर्नु यहाँ कस्तो राम्रो छ यो हैन यो खाँदा नि टेस्टी छ जस्तो छ हेर्दाखेरि पनि अब यो यसरी बनाउनु भएको जुन मैले अघि ललिपपको कुरा गरेको थिएँ नि ललिपप यस्तो राम्रो बनेको छ यहाँनिर हैन यो खाँदा पनि एकदम टेस्टी होला जस्तो छ 1 2 3 4 5 5 8 पिस हुँदो रहेछ हैन यो चाहिँ हाम्रो धनकुटाको विभिन्न सहरमा भनौँ न हिले सिद्धुवा धनकुटा बजारमै पनि इलामदेखि आउँछ क्या यो ललिपप यो यहाँ लालमणि भइसक्यो यहाँनिर तयारी भएर निस्किँदैछ यहाँ पाक यहाँ लालमन चाहिँ यताबाट अब बनाएर पाकमा हालिदिन्छ यसरी हामीलाई चाहिँ यहाँ हाम्रो धनकुटादेखि यहाँ हाम्रो सर आउनुभएको रहेछ तालिम दिन सरको थोरै परिचय दिनु न ल। नमस्कार हजुर मेरो घर धनकुटा म निशान डेरी उद्योगको सञ्चालक पनि हो र म यो खास गरी यो दुग्ध परिकार बनाउने तालिम दिनको लागि चाहिँ धनकुटा जिल्लाका विभिन्न ठाउँहरू जस्तो पालिकाकै हिसाबले कुरा गर्ने हो भनेदेखि महालक्ष्मी पाखरीबास छथर जोरपाटी धनकुटा नगरपालिका तेथुमको लालीगुराँस नगरपालिका सप्तरीमा बदे बर्साइन भन्ने ठाउँ छ हैन त्यसै गरी रुकुमसम्म पुगेर मैले तालिमहरू दिएको छु र जो उहाँ तालिम दिने सहभागीहरू हुनुहुन्छ उहाँहरूले खास गरी यो प्रोडक्ट चाहिँ कस्तो भन्दाखेरि दुग्ध परिकारमा दुध बेचेर भन्दा पनि परिकार बनाएर बेच्न सक्यो भनेदेखि उहाँहरूको जीविकोपार्जन अझ राम्रो हुने थियो भन्ने हेतुले यो जुन महालक्ष्मी नगरपालिका छ उहाँले तालिम दिनुभएको छ र यो तालिम लिइराख्नु भएको छ। यो तालिम दिँदाखेरि उहाँहरू उत्साहित पनि हुनुहुन्छ। भर्सक हाम्रो चाहिँ चाहना के त म एज अ प्रशिक्षकको रूपमा भन्ने हो भनेदेखि उहाँहरूले तालिम लिएर यसलाई अझ अगाडि बढाउनु भयो भनेदेखि धनकुटाको चिनारीको रूपमा पनि हामी यसलाई अगाडि बढाउन सक्छौँ। ठिकै भन्नुभयो तपाईँले किनभने अब अहिले हामीलाई 6 महिनादेखि हाम्रो सरकारी हो डिडिसी त्यसले पनि अब दुधको बक्यौतो बाँकी राखेको छ हामीलाई हैन पेमेन्ट दिन सकेको छैन। कम्तीमा यो चाहिँ अब हामीले गाउँमा एउटा सानो उद्योग सञ्चालन गरेर चलायौँ भने एकदमै चल्छ जस्तो लाग्छ र चलाउनुहुन्छ भन्ने लागेको छ। तालिम लिन आउने किन्ने सबै उत्साहित हुनुहुन्छ एकदमै खुसी हुनुहुन्छ सबैजना हैन यो खुसीको मुहार चाहिँ पछिसम्म देख्न पाऊँ मेरो शुभकामना छ है हजुरहरूलाई। ल
ए हाम्रो यो यहाँनिर तालिम लिँदै हुन्छ। कतिजना हुन्छ तालिम लिने यहाँ? 20 जना। ल 20 जनाको तालिम लिनु भइरहेछ। कम्ती 20 जनाले 5 जनाले मात्रै गर्नुभयो भने पनि हुन्छ है। भरोसा गर्नुहुन्छ सब 20 जनाले गर्नुहोस्, किनभने 20 जनाले गर्नुभयो भने हाम्रो यो गाउँमा लगभग 2000 भन्दा माथि दुल लिटर हुन्छ। त्यो चाहिँ खपत होस् क्या, डिडिसीमा पनि पठाउनु नपरोस् हामीले होइन, बाहिर केही पठाउनु नपरोस् भन्न चाहन्छु म। यसरी काट्ने काम भइरहेको छ यहाँ। यो मिठाई भन्छ होइन, यो चाहिँ मिठाईको एउटा परिकारै हो। यो पनि यसको नाम चाहिँ के अरे? बर्फी। यो चाहिँ अब भनौँ न खोवा कुराउनीबाट शुद्ध दुधको मात्रै है, यो कुनै मिसावट छैन यहाँ, न त मैदा छ न कुनै मिसावट छ होइन। यो चाहिँ दुध र चिनी मात्रै शुद्ध। ए यस्तो राम्रो हुन्छ यो बर्फी। जुन यो चाहिँ दुध र चिनीको नै मात्र एकदमै राम्रो हो यो क्वालिटीको। जुन यो एउटा पिस छ, यो पिसलाई 20 रुपियाँ पर्छ क्या बाहिर, तर 20 रुपियाँ परे तापनि बाहिर यस्तो क्वालिटीको चाहिँ हुँदैन। मैले एउटा चाखेर हेरिसकेँ होइन, एकदमै राम्रो छ यो यस्तो यति बाक्लो हुँदैन, यो क्वालिटीको पनि हुँदैन। हो तपाईँलाई चाहियो भने होइन सम्पर्क गर्नु होला। हामी उत्पादन गर्छौँ भनेर लाग्नु भइरहेछ र म पनि उत्पादन गर्नको लागि प्रेरित गर्नेछु म मेरो गाउँको लागि। मलाई हिजो अस्ति नै आउन रहर थियो, तर हिजो अस्ति अब त्यस्तै हो, कामको व्यस्तताले गर्दा आउन पाइनँ होइन। आज चाहिँ म समय मिलाएरै आएको हो। हिजो अस्ति त एकदम ड्याङ फेसबुक र टिकटक पनि देखेको थिएँ, आज चाहिँ यहाँ आएर एकदमै हेर्ने मौका पाएँ, खुसी लाग्यो। यो दाना छोरा आयो, यो यत्रो सानो दाना हुने हो यो।